हेलो गाइस, नमस्ते। तपाईहरुलाई मेरो च्यानलमा धेरै स्वागत छ। त्यहाँदेखि आज चाहिँ हामी उहाँ तल गएको, त्यहाँ चाहिँ गुन्यु चोलोमा गएको। अनि हेर्नुहोस् होला गुन्यु चोलोमा के गर्छौ, गुन्यु चोलो भनेको के हो अनि गुन्यु चोलोमा कस्तो के हुन्छ भनेर। त्यहाँदेखि हामी सबैजना गएको। हेलो हेलो नानी, हेलो भन छिटो। थाचु, हेलो थाचु कहाँ गएको? चोलोमा गएको। थाचु मा गएको। हेर्नुहोस् होला स्टे ट्युन बल्दी। हामी चाहिँ अब यहाँ आइसक्यो। यहाँ घरको चाहिँ बहिनी हो बहिनी आइसक्यो। अहिले पनि हेर्दै गर्नुहोस् होला। कति क्युट हो बहिनीहरू त, दुईजना पिउँदैछ। टिकाहरू लगाइसकिसक्यो। अन्त अब चाहिँ कम्तीमा चाहिँ पर्दैन किनकि टाइटमा छु कि। अन्त खाछु किन आएको खाना खानु मान्छेहरू आउनु हुँदैछ। बट खाना खानु हुन्छ रहेछ हो, खाना खानु आउनु हुँदैछ। बट हुनुहुन्छ हामीले खाइसक्यो, मान्छेहरू आउनु हुँदैछ। योलाई चाहिँ ढकनी भन्छ अरे हो। अन्त यो चाहिँ मैले फर्स्ट टाइम चाखेको, कस्तो हुँदो रहेछ। अब चाहिँ खान्छु। के खाएको? रस्ताना त के थियो? जुलेबी। त्यमी हामीले चाहिँ भात पनि खाइसक्यो कि। मिठो लाग्यो। ढकनी हो कि ढकु के अरे नाम? ढकनी चाहिँ के अरे ढकनी जस्तै नै रहेछ हो। यो कस्तो टाइपको हुँदो रहेछ भने चाहिँ त्यो खिर जस्तो टाइपको हुन्छ नि, त्यस्तो टाइपको हुँदो रहेछ कि। त्यो चाहिँ मैले त फर्स्ट टाइम ट्राई गरेको। तपाईँले ट्राई गर्नुभएको छ कि छैन होला? दाजुहरू हेलो, हेलो थाचुको दाजुहरू। दिल्ली पब्लिक स्कुल। भाइहरू कुन चाहिँ स्कुल पढ्छ? Men's Academy. तिमी? Men's Academy. तिमी? Technical. कति क्लास हो? म क्लास 4. क्लास 4 हो तिमी? क्लास UKG. UKG हो तिमी? 4 हो। हामी थाचु चाहिँ नर्सरी भने न, नर्सरी भने न। भन्दैन यो थाचु लाटा हो। Body. 1 बजे नर्सरी भने न। हेलो भन्देऊ न। आउ कसरी हो भाइ, हेलो भन्दै पनि दिन्छना। हेलो भन्दैन, हेलो भन्न। Hello. अहिले चाहिँ हामी तलबाट आइ पनि सकिसक्यो हो। अन्त त्यहाँको मैले रीतिरिवाज त देखाउन सकिनँ किनकि हाम्रो आफ्नोको चाहिँ होइन, छिमेकीको। त्यही भएर चाहिँ मैले चाहिँ देखाउन सकिनँ। अनि मैले जति छ त्यति चाहिँ देखाइदिइसकेँ। तपाईँलाई मेरो भिडियो मन परेकोमा लाइक, सेयर एन्ड सब्सक्राइब गर्नु नभुलिदिनुहोस् होला। आजको भ्लग चाहिँ यतिमै थियो। सी यू अन नेक्स्ट भिडियो। बाई बाई, टेक केयर, सी यू सुन, बाई बाई।